हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू ब्लग। म चाहिँ आज यहाँ मेरो दाइको छोराको नरनमा छु। मेरो भाउजू यहाँ हुनुहुन्छ। मेरो भाइ सुतिरहेछ यहाँ। आज चाहिँ हाम्रो नरन गर्ने कार्यक्रम भइरहेको छ। हाम्रो नरन गर्ने गुरुबा चाहिँ यता हुनुहुन्छ। उहाँ चाहिँ नाति पाउनु भएको खुसीमा एकदमै खुसी हुनुहुन्छ। भिनाजु कति खुसी हुनुहुन्छ? धेरै खुसी हैन? ल अनि हाम्रो गुरुबा यता हुनुहुन्छ, रेखी हाल्दै हुनुहुन्छ। झनै लडे भदै पाएको खुसीमा म पनि झन्नै मात लागेर लडिन के साथीहरु हैन? त्यसो त होइन, त्यही पनि नयाँ सदस्यको नसाले मात लागेछ के दाइ मलाई। त्यही भएर हेर्नु साथीहरु, हाम्रो दाइले चाहिँ यसरी रेखी हाल्दै हुनुहुन्छ नरनको। खासमा उहाँ साँच्चैको बाहुन त होइन, हाम्रो सर्टकट विधि हुँदैछ है। के मिलेन, के चाहिने हो, के गर्नुपर्ने हजुरहरूले चाहिँ कमेन्ट गरेर भनिदिनु होला। यस्तो हुँदैछ, हामीले चाहिँ यस्तो गरेछौँ, जस्तो जाने त्यस्तै हाम्रो तर्फबाट के गर्नुपर्ने थियो, कस्तो गर्दा राम्रो हुन्थ्यो भनेर हजुरहरूले चाहिँ भनिदिनुहोस् ल। अनि अरू बाँकी के हुन्छ भनेर चाहिँ म बाँकी भिडियोमा देखाउँदै जानेछु। तपाईँले चिजमा पठाइदिएको मलाई त्यही घिउ मैले नखाइ त्यत्तिकै राखिराखेँ। अनि पुलाउमा किन घिउ किन्न जानु, यही हाल्छु नि त भनेर लिएर आएको। पैसा त अरू किन्दा पैसा पुगेन। अनि त्यो बना त चाहिँ कहाँ लगेर हाल्ने घिउ छ हाम्रो त कामै भिडियो बनाउने हो। त्यही त मिसिएको छ भने त झन् राम्रो भयो क्या। अब हुँदै नहुँदा त हुन्थ्यो भने अब झन् मिसिएपछि झन् लाइटर उहाँ यहाँ छ त हजुर। लाइटर ड्याडीले होइन हामीले यस्तै गऱ्यौँ भन न सिद्धि हो त्यो हो क्या। हामीले नजानेको कुरालाई अब के पनि नजानेको कुरालाई गर्ने चाहिँ यस्तै हो। अलिकति पढ्नु नभएको